मुटु घरुङ्गो खोल्टी भएन भने 491, 482 अथवा कुनै पनि टेम्पोरेरी भिजामा हुने मान्छेले अस्ट्रेलियामा घर किन्न सक्ने सम्भावना लगभग सकियो। गएको अप्रिलदेखि अब टेम्पोरेरी भिजामा हुने मान्छेहरूले अस्ट्रेलियामा इस्टाब्लिश प्रपर्टी किन्न पाउने छैनन्। 2 वर्षको लागि भनिएको छ अहिलेलाई। अब 2 वर्षपछि के हुन्छ त्यो चाहिँ हेर्दै जानुपर्ने हुन्छ। त्यसले गर्दा यतिखेर हजुरहरुसँग यदि टेम्पोरेरी भिजामा हुनुहुन्छ भने दुईटा अप्सनहरु छ प्रपर्टी किन्ने। एउटा जग्गा किनेर घर बनाउने, अर्को ब्रान्ड न्यू प्रपर्टी किन्ने। यति मात्रै अप्सन छ। हजुरहरु यो खालको प्रपर्टीको लागि चाहिँ जुन स्टेटमा तपाई बस्नुहुन्छ त्यही किन्नुपर्छ भन्ने चाहिँ छैन। फर एक्जाम्पल तपाई तास्मेनियामा बस्नुहुन्छ र न्यू साउथ वेल्समा सिडनीमा भोलि त्यहाँ पीआर भइसकेपछि न्यू साउथ वेल्स सर्छु अथवा मेलबर्न सर्छु भन्ने छ भने त्यहाँनिर तपाईले त्यो प्रपर्टी किन्न पाउनुहुन्छ। ब्रान्ड न्यू प्रपर्टी अथवा जग्गा किनेर घर बनाउन पाउनुहुन्छ। यसमा बुझ्नुपर्ने के छ भने पीआर भइसकेपछि अस्ट्रेलियामा फर्स्ट होम किन्नको लागि गभर्नमेन्टले केही खालको सपोर्ट दिन्छ। जस्तो स्ट्याम्प ड्युटीमा वेभर हुन्छ अथवा डिस्काउन्ट हुन्छ। जग्गा किनेर घर बनाउँदा फर्स्ट होम ओनर ग्रान्ट पाइन्छ। पीआर भइसकेपछि त्यो चाहिँ टेम्पोरेरी भिजामा हुने मान्छेले पाउँछ। र सुरुकै प्रपर्टी किन्दाखेरि स्टेट अनुसार एसीटीमा चाहिँ लाग्दैन, अरु स्टेटहरुमा चाहिँ 3 to 5% स्ट्याम्प ड्युटी लाग्छ। त्यो चाहिँ हजुरले तिर्नुपर्ने हुन्छ। यो स्ट्याम्प ड्युटी चाहिँ इनफ्याक्ट अस्ट्रेलियनहरुलाई को लागि पनि यदि फर्स्ट होममा नलाग्ने हो त्यसपछिको सबै प्रपर्टीमा लाग्छ। यो हजुरलाई सुरुदेखि नै लाग्छ टेम्पोरेरी भिजामा हुनुहुन्छ भने। नम्बर 2 स्टेट अनुसार फरेन बायर सरचार्ज भनेर 7 to 9% एडिशनल कस्ट लाग्छ। एक्सेप्सन टु एसीटी। एसीटी मात्रै फरेन बायर सरचार्ज अहिलेसम्म चाहिँ लाग्दैन। अरु स्टेटहरुमा 7 देखि 9% एक्स्ट्रा तपाईलाई कस्ट लाग्छ। र प्लस गभर्नमेन्टसँग एउटा घर किन्न पाऊँ भनेर एटीओ सँग अस्ट्रेलियन ट्याक्सेसन अफिससँग एउटा एप्लिकेसन गर्नुपर्ने हुन्छ। त्यसलाई हामी एफआईआरबी फरेन इन्भेस्टमेन्ट रिभ्यू बोर्डको अप्रुभल भन्छौँ। त्यसको लागि चाहिँ यदि $1 million भन्दा तलको प्रपर्टी छ भने करिब $14,000 को फीहरुको एडिशनल आउँछ। त्यसले गर्दाखेरि 3 to 4% रेगुलर स्ट्याम्प ड्युटी, 7 to 9% एडिशनल स्ट्याम्प ड्युटी र अर्को $14,000 तपाईलाई यी तीनटा कुराहरु चाहिँ एक्स्ट्रा लाग्छ। यसपछि बैंकले इन्कम छुट्टै कुरा हो है। बैंकले चाहिँ 90% सम्म लोन दिन्छ हजुरको इन्कम छ भने। त्यसले गर्दा घरमा पनि पैसा हाल्नु पर्यो र कन्भेन्सिङ र अरु सानातिना कस्टहरु जोड्दाखेरि अरु 3 देखि 5,000 कस्ट आउँछ। त्यसले गर्दा यति कस्टहरु चाहिँ हजुरलाई लाग्छ। त्यसले गर्दा हो 491, 482 भिजामा घर किन्न पोसिबल छ, तर सजिलो छैन। दर मुटु र भारी खोल्टी चाहिन्छ। हजुरको पनि अस्ट्रेलियामा कुनै पनि ठाउँमा बस्नुहुन्छ, घर किन्ने सम्बन्धी, लोन सम्बन्धी कुनै पनि इन्क्वायरी छ भने यताउता दायाँ बायाँ कुरा हैन, स्ट्रेट आन्सर तपाईलाई चाहिएको छ भने मेरो नम्बर बायोमा छ। निर्धक्क साथ मलाई कन्ट्याक्ट गर्नु होला। हजुरको दिन शुभ होस्।